साथीहरु, आज पनि खोर्सानी अकबरे खोर्सानी बाली सम्बन्धी केही जानकारीमूलक भिडियो लिएर यहाँहरुमाझ उपस्थित भएको छु र यो म बसिरहेको ठाउँ चाहिँ मेरो आफ्नै खोर्सानी बारी हो। यो अकबरे खोर्सानी र यो अकबरे खोर्सानी सम्बन्धी मेरो केही यहाँहरुलाई जानकारीमूलक कुराहरु छन्। यहाँहरुले पनि अकबरे खोर्सानी खेती गर्दै हुनुहुन्छ भने यहाँहरु अकबरे खोर्सानीमा आफ्नै उत्पादन आफ्नै घरमा उत्पादन भएको गाईको पिसाब अथवा गौत पनि भन्छ, यसलाई कतिको प्रयोग गर्नुहुन्छ। यदि तपाईहरु औषधि मात्रै प्रयोग गर्नुहुन्छ, विषादीहरुले मात्रै बिरुवालाई को रोग नियन्त्रण गर्छ भन्ने बुझाइ हो भने त्यो 100 मा 100 गलत हो। हामीले कतिपय 50% भन्दा माथि कुराहरु चाहिँ आफ्नै घरमा उत्पादन भएको वस्तुहरुबाट उत्पादन भएको पिसाबलाई चाहिँ प्रयोग गरेर रोगहरु नियन्त्रण गर्न सक्छौं भने बिरुवाको वृद्धि विकास र खाद्य तत्वको लाई चाहिँ पूरा गर्ने एउटा माध्यम चाहिँ हामीले हाम्रो गाई वस्तुबाट उत्पादन भएको पिसाबलाई लिन सक्छौं र मैले चाहिँ यो प्रयोग गरेको छु र दोस्रो पटक हो यो बिरुवालाई प्रयोग गरेको र यहाँहरुले देख्न सक्नुहुन्छ एकदमै निरोगी र एकदमै राम्रो बिरुवाहरु फस्टाइरहेको अवस्था छ र यो बिरुवालाई चाहिँ हामीले 15-20 दिनको डिफरेन्समा चाहिँ 1 लिटर गाई वस्तुको गौतमा चाहिँ 5-6 लिटर पानी चाहिँ मिसाएर हामीले प्रयोग गर्न सक्छौं। यसरी प्रयोग गर्दा बिरुवालाई चाहिँ असर पर्दैन र खासमा चाहिँ हामीले तात्तातै पिसाबलाई चाहिँ तत्कालै प्रयोग गर्नु हुँदैन। यसलाई 1-2 दिन एउटा भाँडामा चाहिँ कलेक्सन गरेर 2-3 दिन चाहिँ यसलाई बासी बनाएर चाहिँ अनि पानी फिटेर चाहिँ अघि मैले भने जस्तै 1 लिटरमा 5-6 लिटर पानी प्रयोग गरेर चाहिँ हामीले प्रयोग गर्न सक्छौं। यसरी हामीले प्रयोग गर्दा हाम्रो बिरुवा हाम्रो खोर्सानीहरु अन्य बिरुवाहरुलाई चाहिँ उत्पादन बढी लिन सकिन्छ भने आफै यो रोगलाई नियन्त्रण गर्ने गुण भएको तत्व भएकाले गर्दा कतिपय धेरै जसो रोगहरु चाहिँ यसले आफै नियन्त्रण गर्ने गर्दछ। मेरो फेसबुक पेजलाई यहाँहरुले फलो गरेर अन्य खोर्सानी खेती तथा अन्य बिरुवाहरु सम्बन्धी पनि भिडियोहरु हेर्न सक्नुहुनेछ र लाइक कमेन्ट शेयर गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।